केटा हो प्रचण्डसँग बिलियन्स अफ डलर्स छ केटा हो। प्रचण्ड त चोर हो। गएर प्रचण्डलाई कट्टा हान्दे। पहिले हामीले भन्ने छ बुढालाई सल्टाइदिनु पर्दो रहेछ। हामीले देखाउनुपर्छ, तिमी र म मिलेर देखाउनुपर्छ यिनीहरूलाई। हाम्रो दुईचोटि आइसक्यो क्या, अस्ति भर्खर नै आएको थियो हाम्रो नवलपुर कालिका मन्दिरमा। त्यही दिन सल्टाइदिनु पर्ने थियो बुढालाई। सल्टाइदिएको भए सल्टाइदिएको हुन्थ्यो। माका मलाई यो कुराको राम्रो जानकारी र हेक्का छ। गएर हान्दे केटा हो प्रचण्डलाई। बन्दुक पनि छैन, चलाउन जान्दिनँ कि त्यही भएर गेटमा बन्दुकले मोडिदिएको ठोकिसक्यो मैले सारा। क्या गुंडा बनेगा रे तू? बस अग्रेसिभ छ के केटा। तत्काल सरकारले यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्ने मुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। ओ सागर दाई, यो नेताहरूलाई सम्झाउनु पर्यो के, पब्जी ब्यान गर्ने भनिरहेछ। हेरौँ त यो पबजी गेम। जी मत कहिए मुझे प्लीज। अरे ऐसे कैसे, आजकल बिस्कुट को भी पार्ले जी कहते हैं। तुरंत बन्द गरियोस्। आज हाम्रो बालबालिका ठोक ठोक मार मार मर्सीका म्याच सिक्ने नभन्दै त्यहाँ चाहिँ पागल जस्तो भएछ। त्यसैले यो पबजी गेम तुरन्त बन्द गरियोस्। ओ सागर दाई, एउटा कुरा भनौँ है। 2000 जना सोधिरहेको छ, ल भन् त। यो पब्जी ब्यान गरौँ भन्नेहरूलाई के भन्ने, खै के गर्ने? खुकुरी हान्दे सबलाई म्याच। कहाँ दाई खुकुरी हान्नु यार, डर लागिहाल्छ नि। तैँले तिनीहरूलाई खुकुरी हानिनस् भने कसरी देश बनाउँछस् म्याच? हाँ दाई, यति कुरामा नि के खुकुरी हान्नु? किनकि देखि सबको पारा। खै के पारा? देशमा यत्रो बेरोजगार बढिरहेको छ, त्यो कसरी समाधान गर्नुपर्छ भनेर छलफल गर्नु छैन। ब्यान नै गर्ने भए पब्जी किन ब्यान गर्ने? हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार ब्यान गर्नु नि। पब्जी ब्यान गरेर के हुने हो र? पब्जीको कारणले यत्रो मान्छेहरूले रोजगार पाइरहेछ। पब्जीले धेरैलाई रोजगार दिएको छ। नपत्ताई यो हेर्नु। युट्युब च्यानल फोके गेमिङ नेपाल नेपालीहरू बीच एकदमै चर्चामा रहिरहने र विभिन्न सामाजिक कार्यहरूमा पनि आफूलाई संलग्न गराउँदै आएका पवन सम्भवतः नेपालकै सबैभन्दा लोकप्रिय स्ट्रिमर हुन्। यद्यपि उनले आजभोलि युट्युबमा स्ट्रिमिङ नगरे तापनि उनको युट्युबमा लोकप्रियता उत्तिकै छ र मन्थली इन्कमको कुरा गर्ने हो भने उनको युट्युबबाट एन्ड्रेस 1,18,300 को हाराहारी। मान्छेले आफ्नो देशको नाम उच्च पारिरहेछ, सम्मानित पारिरहेछ पब्जीकै कारणले। अझ यति मात्र होइन, पब्जी खेलेरै देशको मान सम्मान गौरव बढाइरहेको छ। यो kedua dari 2022 PMGC. Congratulations DRS for placing second. You've received your check for $200,000. तर अब यो बुढा नेताहरूलाई डिजिटल क्रान्तिको बारेमा के थाहा? जमाना कहाँबाट कहाँ पुगिसक्यो। अझै बुढाखाडाहरू टेलिफोनमै छन्, जमाना ट्विटरमा पुगेको थाहा छैन। अब यस्तालाई के भन्नु? यो आम प्रचलन त्यही छ, हेर्नु होला। खोलेर देखाइदिउ। हान्दिन्छु सबलाई। रिसाउ भाइ रिसाउ, तिम्रो दाइरा तिमी छुनै सक्दैनौ। धेरै ल्याङ गर्छस्, मुजी सिधै हाल्दिन्छु जमिन बन्द। सिरियसली ब्रो? पारा हो यस्तै, कडा त हुन पर्छ। के बोले भाइ? मेरो नाम हो धीरज डाउन, सबैजनालाई खप्छ देखाउनै पर्छ। हेर त ब्रो, हामी रियल ग्याङ्स्टर रणनीति छोरा, हामीलाई मान्छे मार्न आउँछ है। नाम चाहिँ मेरो लाटा खालस मेरो कट्टा कट्टा नआउँदैछ मेरो केटाहरू। सालेको फोड देंगे। अहिले खोडा खान्छस् है तर। यहाँको डन म आर यु कमेडी जी? तिमीहरू सबजना साइलाग मुजी। त हिरो हो? यस बिच। डन हो? यत्राको डन त? रणनीतिको छोराहरू सबलाई आएर तिमीहरू खोडा हान त। आम्मा कसम भनेको। को डन हो? 2000 जना सोधिरहेको छ, ल भन् त। कमसित दुखा छ, तैँले गोली खान्छस् म्याच। तँलाई पाइप ल्याएर हान्दी मैले भर्खर। तैँले खान्छस् मेरो कट्टा। अघि मैले के बनाएँ तँलाई? अझै हिरो बनेको? रियल ग्याङ्स्टरहरूलाई हेर अब। तैँले के त्यो घोलमा तैँले हिरो बन्ने देखाएको? त रन्डीको छोरा को होस्? म हिरो म। सब क्या देखना पड़ रहा है।